सरी मम्मी, ढिलो उठेछु। म अहिले काम सम्हाल्छु। केही हुन्न नानी, तिमी आराम गर। तिमी यो घरको बुहारी होइन, छोरी हौ। धेरै राम्रो। स्मृतिले काम गरे घर चलाउन सजिलो हुन्छ र उसले आफ्नो खुट्टामा उभिन सिक्छ। म मेरी बुहारी अघि बढेको हेर्न चाहन्छु। बुहारी त धेरै ठुली भई अब ब्याङ्कको म्यानेजर रे। अब त हजुरलाई टेर्दिन होला नि। आजकल बाहिर हिँड्ने जातको के भर? दाई, बुहारी ठुली हुनु भनेको मेरो घरको छानो अझ मजबुत हुनु हो। मलाई गर्व छ मेरी छोरीमा। स्मृति त जवान छ, अब यसलाई घरमै राखेर के फाइदा? यसलाई माइत पञ्चाइदिए हुन्छ। स्मृति, आजदेखि यो सेतो लुगा फुकाल। मेरो छोराले तँलाई छोड्यो होला, तर यो आमाले तेरो साथ छोड्दिन। म तँलाई विधवा बनाएर घरको कुनामा कुहाउन चाहन्न। जा छोरी, आफ्नो अफिस जा र यो घरको छोरो बनेर देखा। मम्मी, म हजुरलाई यो अवस्थामा छोडेर कतै जान्न। म यही बसेर हजुरको सेवा गर्छु। छोरा, तैँले मलाई एउटी बुहारी दिएर गइस्, तर मैले तँलाई एउटी छोरी उपहार दिएँ जसले मेरो वंश होइन, मेरो मान राख्ने छिन्। मैले आमा त सानैमा गुमाएकी थिएँ, तर आज सासूमा फेरि ईश्वर पाएँ। भिडियो मन परेमा रविन्द्र विष्टलाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोस्। अर्को भाग हेर्न चाहनुहुन्छ भने कमेन्टमा नेक्स्ट पार्ट लेख्नुहोस्।